हेलो साथीहरु, वेलकम छ हजुरहरुलाई मेरो न्यू मिनी ब्लगमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै छु। आज चाहिँ मलाई अलि सन्चै थिएन, बाबुहरुको स्कुल पनि थिएन। म चाहिँ अलि ढिलो उठे। आफू जति बिरामी भए पनि आफू बस्ने रुम र आफ्नो बिस्तारा फोहोर छ भनेपछि कहाँ बस्न सकिन्छ। म चाहिँ सफा गर्नतिर लागे। आज चाहिँ मेरो बाबुहरुको स्कुल थिएन। म चाहिँ बाबुहरुलाई डिस्टर्ब नगरेर रुम सफा गर्नतिर लागे। हामी चाहिँ तीन आमा छोरा मात्रै बस्छौं के। मेरो रुम चाहिँ 10-10 मिनेटमा सफा गर्नुपर्छ के। यति फोहोर गर्छन् मेरो बाबुहरुले भन्नै छैन कि। कापीहरु च्यातेर उस्तै गर्छन्। म चाहिँ फोहोर देखेपछि बस्नै सक्दिन कि। जति बिरामी भएर थला पडे पनि मलाई चाहिँ सफा गर्नै पर्छ कि। मैले चाहिँ सफा गरेर आज चाहिँ बिहान पानी परेको के। यति धेरै लुगा धुन थियो। हेर्नु न साथीहरु, दम कि नदम भन्ने भएको छु कि दोमन भएको छु। यस्तो पानी परेको बेला लुगा दम्मने सुक्दैन। आज शनिबार थियो, बाबुहरुको ड्रेस धुनै थियो। मैले चाहिँ पानी परेको देखेर लुगा धोएन, खाना पकाउनतिर लागे। मलाई चाहिँ दुई प्रकारको दाल एकैचोटी पकाएको यस्तो मन पर्छ कि। म चाहिँ दुई प्रकारको दाल पकाउनतिर लागे। मैले चाहिँ अघिल्लो भिडियोमा ग्यास पाएको छैन भनेको थिएँ नि। फाइनली आज चाहिँ मैले ग्यास पाएँ। म चाहिँ छिटछिटो दाल बसाउनतिर लागे। म चाहिँ बिहान टोयलेट बाथरुम सफा नगरेपछि बस्नै सक्दिन के। म चाहिँ दाल बसाएर टोयलेट बाथरुम सफा गर्नतिर लागे। बिहानतिर मेरो सानो बाबुलाई दबाई खुवाउने टाइम भइसकेको थियो। मैले चाहिँ बाबुलाई उठाएर दबाई खुवाउनतिर लागे। यो दबाई चाहिँ के को भन्नु होला, यो चाहिँ थाइराइड। मेरो बाबुलाई चाहिँ थाइराइड भएको थियो। 25 mg को दबाई खान्छ के मेरो बाबु। मैले चाहिँ दबाई खुवाउनतिर लागे। मेरो बाबुले कस्तो वाकक गरिरहेको थियो। बच्चाबच्चीलाई पनि कस्तो कस्तो रोग लाग्छ कि। मलाई चाहिँ थाइराइड बच्चालाई हुन्छ भन्ने थाहै थिएन के। आफ्नो बाबुलाई भएर थाहा पाएको। मेरो बाबु चाहिँ पहिला दबाई खान मान्थेन, अब चाहिँ बानी बसिसक्यो कि। मेरो बाबुले यो दबाई खान लाएको 3 महिना पुगिसक्यो। आजलाई यति नै साथीहरु, भेटौँ अर्को ब्लगमा। मलाई फलो नगरेको साथीहरुले फलो गरिदिनु होला। मेरो भिडियोलाई लाइक